कस्तो मान्छे हो कि माया पनि देखाउन आउँदैन, माया जताउन पनि आउँदैन। कहिलेकाहीँ त अफेक्सन देखाउनुपर्छ नि। सुरुमा त खुब प्रेम गर्छु, मैले आई लभ यु नभन्दा पनि आई लभ यु भन न, घरिघरि भन्नु पर्छ भन्दै टिकटक जस्तै गर्थ्यौ त। अब जब मलाई तिम्रो बानी पर्यो, तिम्रो बोली सुनिरहने आदत लाग्यो, त्यसपछि त वास्तै नगरे जस्तो गर्छौ। म विविधलाई थर्काउँदै थिएँ। विविध अचम्मको थियो। मनको कुरा मनमै साँचेर राख्ने। छोरी मान्छेलाई अफेक्सन चाहिन्छ, अलिकति केयर गरिदियोस् जस्तो। सुन न, कस्तो गाह्रो भएको छ पिरियड हुँदाखेरि भनेर सुनायो भने आशा हुन्छ उताबाट, ओहो आफ्नो ख्याल राख है, म भेट्न आउँ त, म लिन आउँ त, अथवा यस्तै किसिमको केयर अथवा माया देखाउँछ होला भनेर। तर विविध ठिक उल्टो थियो। ऊ भन्थ्यो, ए गाह्रो भयो भने सुत्देऊ नि त, यति भन्थ्यो। अनि ऊ सर्लक्क हराइदिन्थ्यो। ऊ हराएको देखेर मलाई चिडचिड हुन्थ्यो। म सोच्न थाल्थेँ, सायद माया नै हो जसले एकोहोरो बनाउने गर्छ, कहिले हँसाउने गर्छ त कहिले रुवाउने गर्छ। बडो अजीब हुने रहेछ यो माया भन्ने चिज पनि। जसलाई बिर्सन खोज्यो उसैको यादले सताउने गर्छ। मलाई त्यस्तै हुँदथ्यो। विविधको यादले खुब सताउँथ्यो, तर ऊ भने यादको बाडुल्केहरू पठाउन छोड्दैन थियो। मात्र याद आउँथ्यो, उसको फोन मेसेज केही आउँदैन थियो। साइग्रेसनको मनका कथामा हामीले विविध जङ थापा अर्थात् एमआरबी ब्लग्सको कथा सुनेका थियौँ। विविध नामक कथामा, उक्त कथामा विविधले आफ्नो बाल्यकालको स्मरणहरू, युवा अवस्थामा पुग्दाखेरिका उनका जीवनीहरू र विदेशको यात्रासम्मको उनको पूर्ण पाठ सुनाएका थिए। तर त्यसमा उनले आफ्नो प्रेम जीवन भने समावेश गरेका थिएनन् र अर्को मित्रताको पात्र अहमदुल्लाको बारेमा पनि केही खुलाएका थिएनन्। उनले साँचेर राखेको त्यस कथा अब सुरक्षाको तर्फबाट। कथा मेरो जीवनमा सुरक्षा छ। मेरो नाम सुरक्षा केसी। तपाईले सुन्नुभएको कथाको पात्र म नै हुँ। पात्र चरित्रमा त आएन, तर हरेक वाक्यमा शब्द बन्दै बन्दै आयो, किनकि मेरो जीवनमा सुरक्षा छ। हो, म कसैको जीवनको सुरक्षा बन्न पाएकोमा आफैलाई खुसी महसुस गर्दै थिएँ। तर त्यो खुसी प्राप्त गर्न मलाई निकै वर्ष कुर्नु पर्यो। सुरु अनि सुरुवात खै कहाँबाट गरौँ म? माटोको घर, काठको भर्याङ। अनि मानिसहरूले प्रश्न गर्छन्, तपाईँ कहाँ जन्मिनु भएको? म सिधै भन्छु, म भर्याङमा जन्मिएको हो। भर्याङमा जन्मिएको मान्छे हुँ म। दाङमा हाम्रो घर थियो, माटोको घर। मम्मीलाई सुत्केरी बेथाले च्याप्न थालेपछि हार गुहार गर्न लाग्नुभयो र घरको हजुरआमा अर्थात् बुवाको आमाले आमा प्रसव पीडामा छटपटाउनु भएको देखेर मलाई हत्त नपत्त त्यही काठे भर्याङमा जन्मनु भयो र यसरी निम्न मध्यमवर्गीय परिवारमा मेरो जन्म भयो। घरको कान्छो सन्तान अर्थात् मभन्दा माथि एक मात्र दाइ, कान्छो सन्तान, त्यसमाथि एक मात्र छोरी भएको कारणले सबैलाई लाग्ला जिन्दगी त कति सहजपूर्ण बित्यो होला है। तर भनिन्छ नि, सेतो गुलाबको पनि छाया कालै हुन्छ। हँसिली रसिली उज्याली देखिने सुरक्षा बालापन त्यति उज्यालोमा बिताउन पाइन। यो सुरक्षाले जीवनमा सुरक्षा महसुस गर्न निकै कठिन भयो। सुन्नुहुन्छ कसरी? दाङको तुलसीपुरमा जन्मिएकी म परिवारले सन्तानको भविष्य राम्रो हुन्छ भनेर पोखरा जाने विचार गर्नुभयो। त्यसपछि व्यवसायको रूपमा पहिलो व्यवसाय दाङ भ्याली फ्रेस हाउस भनेर मासु पसल खोल्नुभयो। यसरी गाउँको रहन सहन बानी परेको मेरी आमालाई पहिलोपटक पोखरा जाँदा अलमल्लमा पर्नु कुनै नौलो कुरा थिएन। उनी निकै सोझी थिइन्, तर बाबा भने पहिलेदेखि नै टाठो अनि बाठो हुनुहुन्थ्यो। उहाँलाई व्यापार व्यवसाय गर्नुपर्छ भन्ने चेत थियो।
कहिले दुध बेच्ने त कहिले खसी फलफुल आदि बेच्ने काम उहाँले थाल्नु भइसकेको थियो। तर उहाँलाई के लाग्यो भने खसी बेचेर नै फाइदा हुन्छ, तसर्थ ऋण धन गएर भए पनि मासु पसल खोल्न लाग्नु भएको थियो बाबाले। यता यसरी दाङबाट भविष्य राम्रो होला कि सन्तानको जिन्दगी सुखमय बित्छ कि भन्ने आशाले सपरिवार पोखरा झरेका थियौँ। त्यसैले पनि बिहान आँखा खोल्ने बित्तिकै मम्मी फ्रेस हाउसमा दौडिनुहुन्थ्यो र दिनभरि कुनै छुट्टी न कुनै ब्रेक खटिरहनुहुन्थ्यो र राति आएर सुत्ने बेलामा मात्रै उहाँ आँखा बन्द गर्नुहुन्थ्यो। बुवाले भने बाहिरतिरको कनेक्सन बनाउनुहुन्थ्यो। यसरी अहोरात्र खटिएर मम्मीले हामीलाई पनि टाइम दिन पाउनुहुन्थेन। हुन त दाङबाट म बाबा अनि मम्मी मात्र आएका थियौँ। दाई भने 5 वर्षपछि मात्र पोखरा आयो। त्यतिन्जेल दाई हजुरआमासँगै बस्थ्यो। केही गर्ने भनेर नयाँ ठाउँमा आउनुभएको बाबा मम्मीलाई अब नौलो खाले आपत पर्यो। सायद पैसा नभएको वा गरिबीका कारणले होला वरपरका मान्छेबाट खुब हेपाइ खानु पर्थ्यो, अप्की दप्की अनि वचन सहनु पर्थ्यो। तर पनि मम्मीले जवाफ मुखले दिनुभन्दा मेहनतै गरेर दिनुपर्छ भन्ने सोच बनाउनु भयो कि के भयो थाहा छैन, कहिले जवाफ फर्काउनु भएन। रात दिनको मेहनतपछि व्यापार अलिकति राम्रो हुन थाल्यो। त्यसपछि मम्मीले बिहान 3 बजे गएर हात सुन्ने काम गर्नुपर्ने अवस्थामा एउटा अतिरिक्त सहायकको आवश्यकता महसुस हुन थाल्यो र एकजना मान्छेलाई त्यही फ्रेस हाउसमा जागिर पनि राखियो। त्यसपछि काम गर्ने मान्छेको अझै अभाव महसुस हुन थाल्यो। सघाउनको लागि गाउँबाट मामा माइजूलाई पनि बोलाइयो। त्यसपछि हामीलाई अलिकति सजिलो हुन थाल्यो। मामाले फ्रेस हाउसमा सघाउनुहुन्थ्यो भने माइजूले हाम्रो रेखदेख गर्ने र हामीलाई घरमा सम्हाल्ने काम गर्न थाल्नुभयो। मामाहरू पनि आइसके पछाडि फ्रेस हाउस बढ्दै जान थाल्यो। आकार जति जति बढ्यो, व्यापार त्यति त्यति बढ्दै जान थाल्यो। अहोरात्र खटेर खाइ नखाइ गरी मम्मीले पैसा जम्मा गर्न थाल्नुभयो। त्यसपछि अब हामीले आफ्नै घर बनाउनु पर्छ भनेर जसोतसो जग्गा किनियो। यतिन्जेलसम्म हामी निकै खुसी भइसकेका थियौँ। नयाँ ठाउँमा आइयो, आफ्नै व्यापार व्यवसायमा हामी जम्दै थियौँ। त्यसमाथि घर बनाउने भइयो भनेर जग्गा पनि किनिसकेका थियौँ। बहुत रमाइलोको क्षण गुज्रिँदै थियो। हामीले जसो तसो घर बनायौँ। यस्तो खुसी थियौँ कि नयाँ घरमा बस्दैछौँ, अब हाम्रो पनि सुनौलो दिनहरू सुरु हुन्छ भनेर। तर घर बनाएको 16औं दिनमा एउटा नराम्रो खबर हाम्रो कानमा ठोकियो। खबर थियो बाबाले अर्को विवाह गर्नुभयो। हामीमाथि ठुलो वज्रपात पर्यो। त्यो वज्रपातका कारणले मेरो मम्मी त्यही बेहोस अवस्थामा ढल्नुभयो। त्यसपछि हामी सबैजना एउटा ट्रमामा जान थाल्यौँ। म त सानै थिएँ, तर मम्मीमा के बितेको थियो म अहिले महसुस गर्न सक्छु। यो कथा भनिरहँदा पनि म बलिद्र आँसु झारिरहेको छु। जसको जीवनमा म छु र ऊ सुरक्षित महसुस गर्छ, उसलाई पनि यति विस्तृत रूपमा मैले भनेको थिइनँ। तर किन हो आज मलाई मेरो मनको बह पोख्न मन लाग्यो। मनमा रहेका वेदनाको बाँधलाई फुटाइदिन मन लाग्यो। सायद त्यो बाँधबाट निक्लिएको बाढीले मलाई नै बगाएर लान्छ होला। बगाओस्। यदि मेरा दुःख अनि सन्तापहरू बगाएर मबाट पर लग्छ भने बगाओस्। म त्यो बगाइमा बग्न तयार छु। आफैलाई आफैसँग रित्ताउन तयार छु। बस मेरी आमालाई खुसी मिल्न पर्यो। म हरेक कुरासँग आफूलाई सिद्धाउन तयार छु। मम्मीको त्यो दुर्दशा थियो। हामी सबै दुखित थियौँ। तर त्यति हुँदाहुँदै पनि म बाबालाई खुब मन पराउँथेँ, खुब माया गर्थेँ। मलाई बाबाको खुबै माया लाउँथ्यो। सायद म यति धेरै सानो थिएँ कि मैले कुराहरूलाई कसरी लिनुपर्छ चेत्न पाइरहेको थिइनँ। मम्मी दुखित हुनुभएको माया त म दुखी थिएँ भने उता मानिसहरू मलाई भुलाउनलाई यसो भन्थे, ओहो त कस्तो लकी, मान्छेको एउटा मम्मी हुन्छ, तेरो त दुई दुईवटा मम्मी।
सायद केही छिनको बहकावमा म बहकिन्थेँ र खुसी पनि भइदिइहाल्थेँ। ओहो, मेरो त 2टा मम्मी है साँच्ची। आफूलाई खुसी भएको पाउँथेँ त्यो बेलामा। फेरि यता आमाको रोदन देख्थेँ अनि फेरि दुखी हुन्थेँ। सायद बाल मस्तिष्कले के ठिक के बेठिक, के सही के गलत छुटाउन नसक्नेको अवस्थामा म परेको थिएँ। यता शौकमा डुबेकी मेरी मम्मीलाई बाबा आएर, हेर म परिबन्धमा परेको थिएँ, मेरो ज्यानकै खतरा थियो, त्यसकारण मैले यो विवाह गर्नुपर्ने म बाध्यतामा परेँ भनेर मम्मीलाई सम्झाइसकेपछि सोझी मन भएकी मम्मीले, यदि त्यसो हो भने तपाईँको ज्यानभन्दा ठुलो अरू केही पनि होइन, ठिक छ, यदि तपाईँलाई खुसी मिल्छ भने म स्वीकार गर्न तयार छु भनेर आफ्नो श्रीमानको कान्छी श्रीमतीलाई पनि स्वीकार गर्नुभयो। त्यसपछि मम्मीबाट अनुमति पाइसके पछाडि उहाँले छुट्टै आफ्नो कान्छी श्रीमतीलाई राख्न थाल्नुभयो। मेरो मम्मी अनि बाबाको डिभोर्स भएको होइन, मात्र बाबा धेरै समय उतापट्टि बिताउनुहुन्थ्यो र कहिलेकाहीँ मात्र हाम्रो घर आउनुहुन्थ्यो। मेरी मम्मी यति सहनशील थिइन् कि बाबालाई खुब माया गर्नुहुन्थ्यो। अनि बाबा आएर एक दिन भन्नुभयो, सुन न, उतापट्टि पनि घर बनाउनु पर्ने भयो, उसलाई पनि त राख्नु पर्यो। मम्मीले सहजै, ठिक छ, कति खर्च लाग्छ म सहयोग गर्छु भनेर आफ्नो भएको सम्पूर्ण रकमहरू अर्को घर बनाउनतिर लगाइदिनु भयो। यता हाम्रो घर पनि बल्ल तल्ल कम्प्लिट हुँदै थियो। मम्मीको अवधारणा के थियो भने हामीलाई पोखरामा यत्रोसम्म लिएर आइदिने मेरो श्रीमान हो। यदि उनी थिएनन् भने मेरो के अभिगत हुन्थ्यो अनि यो बालबालिकाको के अभिगत हुन्थ्यो भन्ने मेरो मम्मीलाई सोच आइरहन्थ्यो। तसर्थ मम्मीले सदैव बाबालाई जस्तो सुकै परिस्थितिमा पनि माया गरिराखिन्। समय क्रमसँगै उता एउटा भाइ जन्मियो। प्राय समय उतै हुनुहुन्थ्यो बाबा। हुन पनि एक्लो ज्यान दुवैतिर भ्याउन गाह्रो थियो होला। फेरि अर्को भाइ पनि जन्मियो। यसरी बुवाको बढी बास उतै घरमा हुन्थ्यो। तर पनि मलाई बाबाले माया गरेको जस्तै महसुस हुन्थ्यो। अनि मम्मीलाई पनि म तिमीलाई नै हो क्या बढी माया गर्ने भनेर ढाडस दिइरहनुहुन्थ्यो। मम्मी पनि पग्लिहाल्नुहुन्थ्यो। मलाई पनि बाबाको खुब माया लाग्थ्यो त्यस बखत। सायद उता घरमा बाबालाई घरिघरि यता गएको मन पराउँदैनथे वा के, तर बाबा अधिकांश समय उतै बिताउनुहुन्थ्यो। तर जब आउनुहुन्थ्यो बडो प्रेम लिएर आएको जस्तो महसुस हुन्थ्यो। हामी चाडपर्व पनि सँगै मनाउँथ्यौँ। आजको दिनसम्म पनि हामी बाबासँगै चाडपर्व मनाउँछौँ। तर जब जब बाबा रक्सी पिएर आउनुहुन्थ्यो घरमा कोलाहल छाउँथ्यो, अशान्ति छाउँथ्यो। मम्मी उता आँसुको धारा बगाउनुहुन्थ्यो अनि यता आएर बाबा हामीसँग गुनासो पोख्नुहुन्थ्यो। हाम्रो बाल मस्तिष्कमा कति भय भरिएको थियो। मलाई एकदमै डर लाग्थ्यो त्यो परिस्थिति देखेर। तर फेरि जब बाबा रोएर हामीलाई भन्न लाग्नुहुन्थ्यो, छोरी म त 2 ढुङ्गा बीचको तरुल भएको छु, यता पनि जान सक्दिनँ, उता पनि फैलिन सक्दिनँ, त्यो सुनेपछि झनै बाबाको माया लागेर आउँथ्यो। यति भनिसकेपछि मलाई बहुत दुःख लाग्थ्यो र म बाबाप्रति निकै सहानुभूति व्यक्त गरेर रुन लाग्थेँ। ओहो, मेरो मम्मीले मेरो बाबाप्रति राम्रो ट्रिट गरिदियो हुन्थ्यो नि, राम्रो व्यवहार गरिदिनु भयो भने बाबालाई सुख मिल्थ्यो कि भन्ने जस्तो महसुस हुन्थ्यो। तर पनि मम्मीले कहिले पनि क्षुद्र वचन प्रयोग गर्नु भएन। मम्मीले सदैव बाबालाई स्वागत नै गरिरहनु भयो। जब जब पनि घर आउनुहुन्थ्यो खुट्टामा तेल लगाइदिने, मालिस गरिदिने, सक्दो मेजबानी गर्नुहुन्थ्यो। हामीलाई त्यो देख्दा ओहो, श्रीमानप्रतिको रेस्पेक्ट त यो हुँदो रहेछ भन्ने महसुस हुन्थ्यो। अनि मलाई पनि लाग्यो श्रीमानलाई यसरी सम्मान गर्नुपर्दो रहेछ। म पनि मेरो श्रीमानलाई यत्तिकै सम्मान गर्छु जस्तो मलाई महसुस हुन्थ्यो सानो बेलामा। मम्मीले जसरी बाबालाई सम्मान गर्नुहुन्थ्यो। मम्मीले त्यत्रो दमन हुँदाखेरि पनि कहिले पनि चर्को आवाजमा बाबासँग बोल्नुभएको मलाई सम्झना थिएन। यस्तै माहौल भइरहेको घरमा बाबा रक्सी खाँदाखेरि अर्कै स्वरूपमा आउनुहुन्थ्यो अनि मम्मी रुनुहुन्थ्यो बेसरी, तर कहिले पनि मुख लाएर बोल्नुहुन्थेन। यो क्रम बढ्दै जाँदाखेरि बिस्तारै हामी ठुलो हुँदै जान थाल्यौँ। हाम्रो मस्तिष्कमा के छिर्यो त्यो थाहा छैन, तर हाम्रो व्यवहारमा पनि धेरै कुरा परिवर्तन आइसकेको थियो। बिस्तारै दाइ पनि डिप्रेसनको शिकार हुन थाल्यो। दाइलाई यो कुराले भित्रभित्र खाइरहेको रहेछ, यहाँसम्म कि दाइले डिप्रेसनको औषधि पनि खान थाल्दै थियो।
मलाई भने कस्तो खेलाची लाग्थ्यो भने सायद दाई नाटक गर्दैछ र म भन्थेँ, ओइ तैँले पढ्नु पर्दैन भनेर नाटक गरेको, दे म पनि खान्छु, मैले पनि पढ्नु पर्दैन। म दाईलाई यसै भनेर गिजाइरहन्थेँ। सायद म सानै छु, मैले केही पनि बुझ्दिनँ होला भनेर दाईले मलाई भन्थ्यो, हेर तैँले सानै छेस्, तँलाई थाहा छैन घरमा के भइरहेछ भनेर, पछि तैँले आफै बुझ्छिस्। दाई यसरी मलाई हलुका रूपमा सम्झाउँथ्यो। कसैले पनि मलाई कुनै पनि प्रकार र कुनै पनि तवरले प्रेसर दिएका थिएनन्। अनि यता जतिसुकै दमन, जतिसुकै पीडा र जतिसुकै अत्याचार भए पनि बाबालाई माया गर्नुपर्छ भनेर सिकाइरहनुहुन्थ्यो। जरा रोप्ने र फैलाउने काम बुवाले गरे पनि त्यसलाई उमार्ने, हाङ्गाबिङ्गा अनि फूल फलाउने काम मम्मीले गर्नुभएको थियो। मम्मी डराउनुको कारण सायद नयाँ सहर यदि बुढा नै भएन भने छोरछोरीको के हविगत होला भनेर पनि डराउनुहुन्थ्यो। हामी अलिकति ठुलो भइसकेपछि हामी बाबालाई आफै सुझाउँथ्यौँ, बाबा तपाईँलाई यहाँ आइरहन गाह्रो पर्छ होला है, बरु समय उतै नै दिनुहोस्, तपाईँलाई गाह्रो नहोस्। हामी यसरी बाबालाई साथ दिने कोसिस गर्थ्यौँ। सायद यो सम्पूर्ण कुरा झेल्न नसकेर होला अन्ततः बाबा पनि डिप्रेसनमा जानुभयो र डिप्रेसनकै औषधि खान थाल्नुभयो। मलाई याद भएसम्म जब हाम्रो व्यापार सुरु भयो, हामीले कहिले पनि आर्थिक अभाव खेप्नु परेन। पैसाको अभावकै कारणले केही पनि रहर पुरा गरेन अथवा केही किन्न सकेन भन्ने कुनै पनि दृष्टान्त थिएन। तर पनि पैसा मात्रले सबै कुरा आउँदैन रहेछ। हाम्रो परिवार सुखी परिवार थिएन, खुसी परिवार थिएन। परिवारमा सुख अनि खुसी दुवैको कमी थियो। हामी अनह्याप्पी फ्यामिली थियौँ। यता मम्मी पीडा मनमा लिएर दिनभरि खटिनुहुन्थ्यो रात परेसम्म र भोलि बिहान उठेर फेरि फ्रेस हाउस जानुहुन्थ्यो। अनि उता बाबा बाहिरको बाहिरै। हामी एक्लो हुन्थ्यौँ, एक्लो महसुस गर्थ्यौँ आफूलाई। मलाई मेरो परिवारसँगै भइदिएको हेर्न खुब रहर लाग्थ्यो। थोरै जान्ने बुझ्ने भएपछि मैले घरमा एउटा नियम बसाएँ कि हरेक शुक्रबार हामी सपरिवार भएर कम्तीमा पनि लेक साइड घुम्न जाने, केही कुराहरू बाहिरै खाने अनि पारिवारिक समय बिताउने। त्यो क्षण मेरा लागि स्वर्गीय आनन्दको अनुभूत गराउने क्षण हुन्थ्यो। तर फेरि कार्य व्यस्तता, आफ्नै आफ्नै सुर अनि आफ्नै आफ्नै धुनको कारणले निरन्तर हुन सकेन। जे जस्तो भए पनि मेरी आमा खुब राम्रो कलाकार हुनुहुन्थ्यो। मनमा जतिकै पीडा, जतिकै चोट लिए पनि हाम्रो अगाडि भने केही नभए जस्तो गरेर थामेर बस्नुहुन्थ्यो। तर जब थामिएको भक्कानो फुट्थ्यो, बाथरुममा गएर रोएर आउनुहुन्थ्यो अनि आइसकेपछि बाहिर कडक स्वरमा गर्जिनुहुन्थ्यो। तर आवाजले गर्जे पनि आँखाले झुट बोल्दैन। नयनले प्रष्ट भन्थे, आमा रोएर आउनुभएको छ। जिस्केर दाइलाई म भन्थेँ, तैँले नाटक गरेको होस्, म पनि त्यो डिप्रेसनको औषधि खान्छु, मैले पनि पढ्नु पर्दैन नभन्दै म पनि साँच्चै डिप्रेसनसँग डिल गर्न पुगेँ क्लास 10 मा आउँदा। म डिप्रेसनसँग यस्तो प्रकारले डिल गर्दै थिएँ कि मान्छेले यो हिसाब किताब बुझ्यो भने यसको सरलीकरण आफै गर्न सक्छन्। हिसाबको इक्वेसन के हो भने मेरो आफ्नै घरमा स्कुलको होस्टेल थियो, बोइज होस्टेल, र 2 घर पर गर्ल्स होस्टेल थियो। म आफ्नै घरमा भएको होस्टेल बोइज होस्टेलको अर्को तल्लामा बस्थेँ। तर त्यो बेलामा कुल हुने प्रचलन थियो, होस्टेल बस्दा कुल भइन्छ जस्तो लाग्थ्यो। तसर्थ म 2 घर परेको होस्टेलमा गएर बस्थेँ। सबैले सोध्थ्यो, तेरो घर त ती पल्लो, किन होस्टेल बस्छस्? म साथीहरूलाई जवाफ दिन्थेँ, कुल बन्न। तर त्यो सरासर झुटो थियो। म कुल बन्न होस्टेल बस्ने होइन, म घरमा भएको स्थितिबाट पर भाग्नको लागि होस्टेल बसेको थिएँ, ताकि मेरो मानसिक स्थिति अलिकति भए पनि शान्त बनोस्। मलाई त्यो माहौलमा झन् गाह्रो आउँदै थियो। उसित कक्षा 10, बुबा रक्सी खाएर बारम्बार आइरहनुहुन्थ्यो। कहिले चर्को स्वरमा मम्मीसँग बोल्ने त कहिले हामीलाई इमोसनल ब्ल्याकमेल गर्ने। त्यस्ता मेलो ड्रामाले मेरो मानसिक स्थिति झनै जीर्ण बन्दै थियो। म त्यो स्थितिमा हुन्थेँ जहाँ कन्फ्युजन सिवाय केही पनि हुँदैन थियो। बाबाको त्यस्तो इमोसनल ड्रामा देखेपछि म कन्फ्युज किन हुन्थेँ भने बाबालाई बढी माया गर्ने हो कि ला मम्मीलाई बढी माया गर्ने हो?
कसको पक्ष लिने हो, म झन् अन्यलमा पर्थेँ, रणभुल्लमा हुन्थेँ अनि मेरो मानसिक स्थिति झन् दयनीय बन्दै जान्थ्यो। केही समयपछि म आफैलाई चेत भयो, अरे सुरक्षा त यो के गर्दैछस्, साह्रै स्वार्थी पो भइस् त। यदि तैँले यस्तो कुरासँग डिल गर्दैछस् भने तेरो मम्मीले पनि त त्यो कुराको सामना गर्दैछिन्, किन मम्मीलाई एक्लै पार्छस् अनि मम्मीलाई किन त्यो दुःखको भुमरीमा एक्लै छाड्छेस्। त्यसको केही महिनापछि म फेरि घर नै फर्किने निर्णय गरेँ। घर फर्किसकेपछि पनि मलाई त्यही कुराबाट जुझ्नुपर्ने बाध्यता थियो। हुन त कक्षा 6बाट हुँदाखेरि नै म खुब खेलकुदमा भाग लिन्थेँ। कक्षा 8मा पुगेपछि म झन् तेजसँग खेलकुदहरूमा तीव्रता देखाउँदै थिएँ। सायद विविध र मेरो यो बानी खुब मिल्छ। विविधलाई पढ्नमा चाहिँ खुब ज्याउ लाग्थ्यो र मलाई पनि उस्तै। पढ्नै नपरे हुन्थ्यो भनेर म खेलकुदमा भाग लिन्थेँ, तर अचम्म जुन खेल खेल्यो त्यसमै प्रथम भइदिन्थेँ। मैले भलिबल पनि खेल्थेँ, फुटबल पनि र बास्केटबल पनि। मैले स्कुलमा नखेलेको भने कुनै पनि त्यस्तो खेल थिएन। मैले त्यस्तो ट्रेनिङ केही पनि लिएको थिएन, तर बिना तालिम नै मेरो खेलहरू उत्कृष्ट छ भनेर सबै शिक्षकहरू मान्ने गर्थे। म स्कुलभन्दा बाहिर पनि प्रतियोगिताहरूमा जान्थेँ। स्कुलमा त मैले प्राय गोल्ड मेडल लिएर आउँथेँ, बाहिर पनि राम्रै नतिजा लिएर आउँथेँ। अब त मेरा सरमिसहरूले पनि चाल पाइसक्नु भएको थियो कि यसलाई खेलकुद प्रतियोगिता कि नसोधिकन नाम लेखाइदिन सक्छौँ भनेर। त्यही हुन्थ्यो। तर कक्षा 10मा पुग्दा भने मेरो खेलप्रतिको रुचि पनि हराइसकेको थियो। ममा खेल्ने शक्तिको पनि ह्रास आउँदै थियो। कारण त्यही समस्या, बुवा आमाको पारिवारिक झगडा। मलाई बेला बेलामा मेरो टिचरहरूले सम्झाउनुहुन्थ्यो, तिमीले रनिङ पनि गर्थ्यौ, स्पोर्ट्स सबै गर्यौ, यहाँसम्म कि कबड्डी पनि खेल्यौ, तर तिमीलाई के भइरहेछ? म भन्थेँ, म हारेँ म्याम, जीवनको कुस्तीमा नराम्रोसँग पछारिएँ। जीवनमा हार मानिसकेको थिएँ मैले। खेलकुदमा जिते पनि पछिल्लो क्रममा खेलमै भाग लिन छोडिसकेको थिएँ। तसर्थ अब जिन्दगीमा जित्नुको कुनै पनि लक्ष्य थिएन। म नराम्रोसँग मानसिक रोगको शिकार हुँदै थिएँ। मानसिक रोग भन्ने बित्तिकै मान्छे बौलायो भन्छन्, तर बौलाउनु होइन। मलाई चिन्ताले यस्तो खाइसकेको थियो, अब चितामा फुराउन मात्र बाँकी थियो। मलाई त्यो गीतको याद आउँथ्यो जहाँ भनिएको हुन्थ्यो, बादल बनाइदेऊ आकार बदल्न सकौँ, क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकौँ। म त्यस्तो बादल बन्न चाहन्छु जहाँ म दुःखको भुमरीमा पनि दुःखैकै आकार बदल्न सकौँ, सुखको उज्यालोमा पनि सुखकै लागि आफ्नो आकार फैलाउन सकौँ। मलाई त्यस्तो क्षमता दिलाइदियो जहाँ जिउँदै म जल्न सकौँ, सस्तो बनाइदेऊ बजारमा चल्न सकौँ, क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकौँ। जाउँ कसरी जाउँ आफ्नै लासको मलामी, चुपचाप सहौँ कसरी आफ्नै बदनामी, सस्तो बनाइदेऊ बजारमा चल्न सकौँ, क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकौँ। नेपाली गीतका शब्दहरू कति मिठा मिठा हुन्छन्, ठ्याक्कै मेरो जीवन जस्तै। आशा हराइसकेको म एक दिन आफ्नो गाउँ जाँदा फुपूले मोटरसाइकलमा दुईतिर चल्लाहरू बोकेर बाइक कुदाइरहेको देखेँ। एक्कासी आशाका किरणहरू फेरि बादल छेडेर आए जस्तो लाग्यो। ती कालो बादललाई छेडेर सिधै मलाई प्रकाशले हाने जस्तो महसुस भयो। त्यस्तो गरुङ्गो गरुङ्गो चल्लाको हुल बाइकको दुवैपट्टि झुन्डाएर अप्ठ्यारो घरिघरि मोटरसाइकल त्यस्तो विकटमा कुदाइरहेकी मेरो फुपूको त्यो दिनचर्या देखेर महसुस भयो, अरे छोरा मान्छेभन्दा कैयौँ गुणा मेहनती अनि हार्डवर्किङ त छोरी मान्छे पनि त हुन्छ। म सायद आफ्नो दुःखलाई निकै ठुलो पो ठानिरहेको छु कि क्या हो। मैले पनि त केही गर्नुपर्छ, मेहनत गरेर आफूलाई प्रमाणित गर्नुपर्छ। त्यति मेहनत गरेर घरको आर्थिक स्थिति धान्ने अनि आफ्नो परिवार पाल्ने त्यो फुपूको जिन्दगी देखेर मलाई ओहो कति कुल फुपू जस्तो लाग्थ्यो। म क्लास 10 त सकाउन अब म पनि बाइक चलाउँछु भन्ने प्रेरणा मिल्दै थियो। मलाई 10 कक्षा पढुन्जेल दिमागमा के आउँथ्यो भने म अब केही न केही तवरयता नाम कमाउँछु,
कि त गेम खेलेर कमाउँछु स्पोर्ट्समै, वा कि त नाचेर भए पनि कमाउँछु, कि त म केही भिडियो बनाएर भने नाम कमाउँछु। तर कमाउनु चाहिँ अवश्य कमाउँछु जस्तो लाग्थ्यो। म 10 कक्षाको परीक्षाको पर्खाइमा थिएँ, पास हुने अनि सर्टिफिकेट लिने, त्यो कामको लागि होइन। म कहिले 10 कक्षा सकाउँला र बाइक किनुला भन्ने पर्खाइमा थिएँ। मैले बाबालाई भनेको थिएँ, बाबा म 10 कक्षा पास गरेपछि बाइक किन्छु नि। त्यसबेला बिहारको खुब चलन थियो, प्राय धेरैको रोजाइ बिहार, ठुलो अनि अग्लो हुन्थ्यो। म होची होची कत्की कसरी बिहार चलाउँछ जस्तो सबैलाई लाग्थ्यो होला। कोही खित्का छोडेर हाँस्थे पनि, तर मैले हार मान्दैन थिएँ। कक्षा 10 सकिने बित्तिकै सबैभन्दा पहिलो काम स्वरूप मैले नागरिकता बनाउन गएँ। 16 वर्ष हुने बित्तिकै लाइसेन्स बनाउन पाइन्छ भनेर मैले बाबालाई बोलाएँ, ताकि नागरिकता बनाउन सकौँ। हुन पनि बाबा आइदिनु भयो। हुन त बाबा कहिले पनि यस्ता कुराहरूमा सपोर्ट नगरी हुनुहुन्थेन। उहाँले मर्दा पर्दा सधैँ साथ दिनुहुन्थ्यो। म बाबालाई अहिले पनि घृणा गर्न सक्दिनँ। जे जस्तो भए पनि बाबाले मेरो सपनालाई लात हान्न कहिले पनि सिकाउनु भएन। यता सबै फाइनेन्सियल्ली मम्मीले हेऱ्यो पनि उता आधिकारिक कुराहरू बाबाले गरिदिनुहुन्थ्यो। मम्मी यता फाइनेन्सियली स्ट्रङ भए पनि बाबाको पनि आफ्नै उता बिजनेस थियो। उहाँले चाहनु भएको भए मम्मीलाई छोड्न सक्ने प्रशस्तै कारणहरू थियो। तर खै किन बाबाले मम्मीलाई छोड्न पनि सक्नुहुन्थेन र मम्मीले छोड्न पनि दिनुहुन्थेन। तर पनि बाबाले आफ्नो कर्तव्य भने निर्वाह गरि नै रहनुहुन्थ्यो। हुन त मैले बाबालाई, बाबा म बाइक चलाउँछु भन्दा, तै छोरी मान्छे भएर पनि बाइक चलाउने डुल्ने काम गर्ने हो त, छोरा मान्छेले पो चलाउँछन् त, हिँकाउँछन् त भनेर भन्नुहुन्थ्यो। तर म सानैदेखि अलिक भिन्न स्वभावको थिएँ। खेल रुचाउने, खेल मन पराउने, उल्टी सुल्टी जिम्नास्टिक सबै हान्ने। तसर्थ मलाई यस्तो कुराले खासै फरक पर्दैन थियो। म अझ कस्तो स्वभावको थिएँ भने घरमा दिनभरि माइजूहरू हुनुहुन्थ्यो। माइजूले हामीलाई जति सम्झाए पनि हामी टेर्दैनथ्यौँ। म झन् उल्टो काम गर्थेँ। दाइले उल्टी हानेको छ भने मलाई उल्टी हान्नुपर्ने, दाइले जम्प गरेछ भने मलाई झन् जम्प गर्नुपर्ने, दाइले बालुवामा हाम फालेको छ भने माथिबाट मलाई पनि हाम फाल्नुपर्ने। मैले हुन त सानैदेखि महिलाले खुब दुःख गरेर मेहनत गरेर नाम कमाएको अनि पैसा कमाएको, मेहनत गरेर घर धानेको देखेको थिएँ। त्यस कारणले मलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो। तर यदि कसैले छोरी मान्छे भएर यो खाना बनाउनु पर्छ भनेर भन्यो भने टिनिन दिमाग तात्थ्यो। यो छोरी मान्छेले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, घरकै काम गर्नुपर्छ भनेर कसैले सुनायो भने मलाई खुब पारो तातेर आउँथ्यो। मलाई यो छोरी मान्छेले यो गर्नुपर्छ भनेर वर्गीकरण गरेको देख्दा एलर्जी भएर आउँथ्यो। किनकि मैले सम्पूर्ण काम छोरी मान्छे अर्थात् मेरी आमाले नै गरेको देखेको थिएँ। त्यस कारणले म रिसाउँथेँ यदि कसैले मलाई छोरी मान्छे भएर खाना पकाउनुपर्छ भनेर भन्छ भने। म यसले पकाउँछ भन्दा मेरो दाइलाई देखाइदिन्थेँ र दाइलाई पका भन्थेँ। बरु खाना पकाउन सिक्नुपर्छ, आफूलाई काम लाग्छ भनेर कसैले भन्छ भने मलाई त्यो काम गर्न मन पर्थ्यो। तर छोरी मान्छे भएकै कारणले मात्रै खाना पकाउनुपर्छ कसैले भन्यो भने मलाई त्यो असह्य हुन्थ्यो। म मेरो दाइले जे गर्यो त्यही गर्थेँ। मेरो दाइले पुस्छ बान्थ्यो, म पनि पुस्छ बान्थेँ। मेरो दाइले जे गर्यो म टिपिहाल्थेँ। म जे पनि गरिदिन्थेँ। सायद अलि बढी एक्टिभ भएर पनि होला। यता मैले भन्दा दाइले पहिला बाइक पाउँछ भनेर मैले घरमा फकाउन थालेँ। ओहो एक्लो छोरा एउटा बाइक त किनिदिनुपर्छ। हुन त दाइलाई बाइकमा केही पनि इन्ट्रेस्ट थिएन। तर पनि मैले म्यानिपुलेट गरेकै हिसाबले घरमा डुक किनिदिनु भयो। त्यो बेलामा डुक बाइक खुब प्रचलनमा थियो। दाइले डुक बाइक पाएपछि त्यो स्वतः अघोषित रूपमा मेरो भयो र मैले त्यसमा बाइक चलाउन सुरु गरेँ। त्यसपछि सुरु हुन लाग्यो मेरो बाइक राइडिङको यात्रा। अहिलेसम्म सुरक्षाको कथामा सुरक्षाको जन्माई, सुरक्षाको बालापनको र अन्तत सुरक्षाले दाइकै भए पनि बाइक हात पारेको कथासम्म हामी पुग्यौँ। अब हामी अर्को एपिसोडमा सुरक्षा कसरी राइडर बनिन् र विविधसँग उनको भेट कसरी भयो र अहमद दुल्लाले उनीहरूको जीवनमा कस्तो ठुलो प्रभाव पारे, यी कुराहरू अर्को कथामा सुन्नेछौँ। यहाँहरूलाई सुरक्षाको बालापन, उनको बाबा अनि आमाको सम्बन्ध र अहिलेसम्मको कथा कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला। हामी सागरसँग मनका कथाको अर्को एपिसोडमा भेट्नेछौँ। त्यतिन्जेल आफ्नो मनलाई खुसी राख्नुहोला। नमस्ते।